आज चाहिँ हामी कहाँ गइरहेछौँ भन्दाखेरि गोन्डामा छौँ। अनि हाम्रो भाइ के अरे नाम विपिन भाइ, हाम्रो रवि भाइ अनि म, हामी तीनजना चाहिँ हिँडिरहेछौँ अब फुड हन्टमा। फुड हन्ट कस्तो हुन्छ म तपाईँलाई देखाउँछु। कस्तो हुन्छ, कहाँ जान्छौँ हामी भन्ने कुरा चाहिँ तपाईँहरूलाई देखाउँछौँ। सो भ्लग चाहिँ पुरा हेर्नु होला, एकदमै रमाइलो हुनेवाला छ। गोन्डामा हामी कसैको बिहेमा जानेवाला छौँ। त्यहाँ गएर चाहिँ कसको बिहे हो थाहा छैन, त्यहाँ गएर दबाएर खानेवाला छौँ। आज दिनभरि हिँडेको भोक पनि लाग्छ। केटाहरू चाहिँ कहाँ छ लोकेसन भनेर खोज्दै हिँडिरहेछन्, म चाहिँ पछि हिँडिरहेको छु। आज चाहिँ ठुलो होटेलमा छ अरे। सो ठुलो होटेलमा भेराइटी खाना पाइन्छ, एकदम रमाइलो हुने अब छ है त गाइजहरू। अब यसरी 3 डेटमा मुभीमा मात्र हेर्नु भएको थियो होला, यहाँ चाहिँ हामी रियल लाइफ प्र्याक्टिकल इक्जाम्पल देखाइरहेछौँ है त। जसले पनि यदि बिहावालाले चाहिँ हेर्दै हुनुहुन्छ भने वी आर भेरी सरी। हामी जानेवाला भेन्यू देखाइदिन्छु है म तपाईँहरूलाई। एउटा भेन्यू चाहिँ यहाँ छ है। सो फर्स्ट भेन्यूमा हामीले सोचेभन्दा अलिक चाँडो पुगेको हुनाले चाहिँ हामी एक ठाउँमा वेट गर्नुपर्ने भयो। टाइम स्पेन्ड गर्नलाई हामी आएको छौँ अर्को पार्टी भेन्यूमा, जुन पार्टी भेन्यूमा चाहिँ बिहे छैन। आज बिहे भएको भए चाहिँ यहाँ चाहिँ रमाइलो हुन्थ्यो अरे होइन, तर बिहे नभएपछि अब यसो बस्नलाई चाहिँ ठाउँ छ। धन्न पब्लिक एक्सेस रहेछ है, एक्सेस रहेछ कि बस्नलाई ठाउँ। सो फाइनली हामी चाहिँ अब जाँदैछौँ भेन्यूतिर। सो लेट्स सी हाउ इट गोज। लगभग 1 घन्टा जति हामीले त्यहाँ कुरेर पार्टी स्टार्ट नभएपछि हामी अर्को ठाउँमा लाग्यौँ। सो जुन लाइट हेरेर हामी आएको थियौँ नि, त्यो लाइटमा चाहिँ अब हिँड्दै बाटोमा एउटा बिहे भेटायौँ जुन चाहिँ ठुलै रहेछ। सो हामी यो बिहे पनि एक्सपिरियन्स गरिदिउँ न त भनेर चाहिँ छिर्यौँ। फेरिमा खाइरहेछन्। यसको टिचरहरू छन् क्या, मतलब भएन हामीलाई, यसको टिचरहरू छन् क्या। हामी त बस पेल्न आए। भाइको टिचर पनि त्यही बिहेमा हुनुहुन्छ भनेर हामीले चाहिँ चाँडो फटाफट सबै कुरा खाएर त्यहाँबाट चाहिँ निस्क्यो।
एउटा बिहे खाएर निस्क्यौँ हामी। अब अर्को बिहेमा जाँदैछौँ, जहाँ चाहिँ खाना खान्छौँ अनि त्यसपछि सुत्न जान्छौँ। बढ़िया कंटेंट मिल गया, बढ़िया। सो अब हामी चाहिँ अर्को बिहेमा जाँदैछौँ। त्यहाँ गएर चाहिँ टक्क लाएर पानीपुरी खाने हो। जे होस्, अब सुत्नुभन्दा अगाडि डेजर्ट सेजर्ट खाएर जाने हो। एक्सपिरियन्स रमाइलो भइरहेछ। जे होस्, समझ रहे हो ना? सो त्यो अर्को बिहे चाहिँ जुन सुरुको बिहे थियो त्यही नै भेन्यू थियो र त्यहाँ अझै पनि स्टार्ट भइसकेको रहन्छ। खै किन हो, जन्ती नआएर हो कि के हो, तर हामी चाहिँ कुर्दा झ्याउलाएर अब चाहिँ फेरि त्यही अगाडिकै भेन्यूमा गएर नाच्ने भनेर चाहिँ निस्क्यौँ। पर खाना खाने जाने पड़ेगा वही शादी में, क्योंकि यहाँ चालू ही नहीं हुआ है, लेट भी हो जा रहा है। 9:16 हो गया, 1 घंटा अभी डिले चल रहा है ये। फ्लाइट थोड़ी देर आएगी। फ्लाइट तो इनका टोपी ऐसे लगा लिया जाए, बारात थोड़ी देर आएगी। बारात मुंह का ऐसे ढक लिया जाए। बारात का स्वागत, जैकेट लगाए गए। उसके बाद दमादम अब तो हम दूल्हा की पहचान वाले हो गए ना। आज मिलाएंगे भाई। वीडियो दिखा देगा, कुछ बोलेगा तो। वो का मोबाइल में डाउनलोड करके एयरफोन है वो करो, वॉलपेपर लगाने। वॉलपेपर देख भाई, दूल्हा अपना दोस्त भाई, दूल्हा तो अपना जिगरी यार है, लंगोटिया यार। हाँ। सो यस्तै हुँदैछ हाम्रो के अरे यात्राहरू। गोन्डाको यात्रा। गोंडा सिटीमा यो हॉट सिटी गोंडा नंबर 1 वाला डीजे बैंड गोंडा। नंबर 1 कृष्ण लेखेको थियो अघि त्यहाँ। बालाजी डीजे है ये। नहीं, अघि नै चाहिँ नंबर 1 कृष्ण डीजे लेखेको थियो नि त त्यहाँ भित्रको बिहेमा त। गुलाब जामुन हलुवा हामीले त फोटो पनि खिचिसक्यो भाइ। पहिलेबाट यसरी कसैको बिहेमा छिरेर यतिकै रमाइलो गरिदिने खाने फिल्महरुमा देखिरहेको हैन। सो मलाई पनि एकचोटी चाहिँ एक्सपिरियन्स गर्न मन थियो। अनि विपिन भाइलाई धेरै धेरै थ्यांक यू, अनि रवि भाइलाई पनि। अनि हामीले चाहिँ यो लाइफ टाइम मेमोरी एउटा क्रिएट गर्यौं जुन चाहिँ मलाई एकदम रमाइलो लाग्यो। अनि तपाईहरुले पनि भिडियो पुरा हेरिदिनु भएकोमा थ्यांक यू सो मच है त।